चाहिँ हामी नवलपुर आइसकेका छौँ नयाँ भ्लग लिएर। गाइस यहाँ चाहिँ पुरै केराको बगान छ। अहिले चाहिँ हामी स्मारक जान आँटेको छौँ। हामीले चाहिँ यहाँ अब यति सामानहरू बोकेर जान आँटेको छौँ स्मारक जाने। अनि त्यसपछि हामी कहाँ जाने? पुण्य क्षेत्र जाने। त्यहाँ चाहिँ एकदम राम्रो छ। हामी चाहिँ यस्तो यस्तो भ्यू इन्जोय गर्दै हामी गइरहेछौँ। यहाँ डाँडा पाका कति राम्रो देखिएको छ। यहाँ चाहिँ यस्तो घरहरू छ। अहिले चाहिँ हामीले यहाँ प्याकेटको सामानहरू चाहिँ किनेको छौँ। उता प्याकेटको सामान छ त। हामी प्याकेटको सामानहरू चाहिँ किनेर अनि हामी भेटोडा एकाडेमी हो गाइड। अनि यो झन्डा भएको चाहिँ पुण्य क्षेत्र। एकदम गर्मी छ त्यही भएर चाहिँ हाम्रो साथीहरू चाहिँ छाता ओढेर हिँडिरहनु भएको छ। यो चाहिँ भेटोडा एकाडेमीको ग्राउन्ड हो। यहाँ चाहिँ फ्री टाइममा राति शीतलमा चाहिँ यहाँ बसेर हामी कहिले हामी गफ गर्थ्यौँ। हामी चाहिँ अहिले उकालो चढिरहेछौँ गाइस। अनि हामी एकदम थकित भयो जस्तो फिल भइरहेछ। हजुर अघि त खुब नाचिरहेको थियो त। अनि हाम्रो साथीहरू आइरहनु भएको छ। अनि हामी यो बाटो यस्तो भ्यूहरू इन्जोय गर्दै कुरा गर्दै हामी माथि बढिरहेछौँ। हामी चाहिँ होटल स्मारक आइपुग्यौँ गाइस। सुरुमा चाहिँ हामी पुण्य क्षेत्र जान्छौँ, त्यसपछि मात्र हामी स्मारक जान्छौँ। अहिले चाहिँ हामी होटल स्मारक आइपुग्यौँ। यहाँ चाहिँ सबै थोकको फेसिलिटी छ। रुमको रेस्टुरेन्ट भेन्यू स्विमिङ पार्क सबै थोक छ। यहाँ चाहिँ यहाँ बिहे पनि भइरहेछ। स्मारकको यो गेटमा चाहिँ सहितको पेन्टिङहरू छ। डिफ्रेन्ट पेन्टिङहरू चाहिँ यहाँ ड्र गरिएको छ। यो चाहिँ सहित स्मारकको गेट भयो। यहाँ डिफ्रेन्ट पेन्टिङहरू इन्जोय गर्न सक्नुहुन्छ। यहाँ चाहिँ पाथिभारा माताको पनि पेन्टिङ रहेको छ। यो चाहिँ कोशी प्रदेशको रह्यो। ताप्लेजुङमा रहेको पाथिभारा सगरमाथा कोशी प्रदेशमा रहेको कन्याम रहेको छ। इलाममा रहेको छ कोशी प्रदेश कोशी प्रदेशको त्यहाँबाट मध्य प्रदेश पनि भएको छ। त्यहाँ हुँदै मध्य प्रदेशको गढीमाई मन्दिर रहेको छ जुन कलैयामा रहेको छ। वीरगञ्ज अब सुरु भयो सिन्धुलीगढीको चिकन राष्ट्रिय निकुञ्ज सुरु भएको छ। स्वयम्भूनाथको दर्शन गर्दै गौरी शङ्कर हिमालको भ्यू इन्जोय गर्दै हामी कुमारी देवी आशीर्वाद पाटन पुगेका छौँ। हामी पाटन पुगेपछि हामी फेरि पशुपतिनाथ मन्दिरतिर दर्शन गरेका छौँ। अनि यहाँबाट चाहिँ प्रदेश नम्बर 6 सुरु भएको छ जुन चाहिँ कर्णाली नदी पुल हुँदै हामी काभ्रे बिहार सुर्खेत पुगेका छौँ। र त्यहाँ पुगेको पश्चात हामी कालीकोटको पचाल घरमा हामी जोरपाको मन्दिर हामी दर्शन गरेर हामी दादा दरबार पुगेका छौँ। र दरबार पुगेको पश्चात हामी जुम्लाको सिङ्गाझारी पुगेर हामी डाँडाकालको इन्जोय गर्दैछौँ। त्यसै गरी हाम्रो प्रदेश 7 सुरु भएको छ जुन चाहिँ कञ्चनपुरको शुक्ला फाटा वन्यजन्तु आरक्षण छ। अहिले यो वाइल्ड लाइफ रिजर्भबाट विशाल पार्कमा पनि भइसकेको छ। अर्को अमरगढी डडेलधुराको ठाउँमा पुगेर अपिल हिमाल दार्जिलिङ पुगेका छौँ। र बाजुराको बडीमालिका मन्दिर पुगेर दर्शन गरेर हामी खप्तड बजाङ बाजुरा डोटी र अछामको सङ्गम स्थलमा पुगेर हामी घोडाघोडी ताल कैलालीको भ्यू इन्जोय गरेर दुईजना चाहिँ कैलालीको मान्छेहरूले भ्यू इन्जोय गर्दै हामी डडेलधुराको हामी मन्दिर उग्रतारा मन्दिरमा दर्शन गर्ने ठाउँहरू चाहिँ हामी सबै ठाउँ घुमेर लगभग अब हामी समाप्तमा पुगेका छौँ। अहिले चाहिँ हामी पुण्य क्षेत्र धाम प्रवेशद्वारमा आइपुगेका छौँ। यहाँबाट हुँदै हामी अब पुण्य क्षेत्र जानेछौँ। यहाँ चाहिँ यस्तो जङ्गल हुँदै जानुपर्ने हुन्छ गाइस। यस्तो छ यहाँको भ्यू चाहिँ। यो चाहिँ हामी साथीहरू सबजना छन् यहाँ। कति राम्रो भयो, मन आनन्द भयो, प्रफुल्ल भयो मन। अब भित्र छिरेपछि कति प्रफुल्ल आउने। अझै राम्रो छ बाटो पनि। हामी एकदम भ्यूहरू इन्जोय गर्दै आयौँ। यहाँ एकदम राम्रो छ गाइस, तपाईँहरू नि आउनु होला। यहाँ यस्तो बस्ने ठाउँ छ। अब हामी खाएर अनि जाने हो। ल अब हामी तपाईँलाई मन्दिर पुगेरै देखाउनेछौँ। हेर हामी नक्कली नक्कली यी दुईटी चाहिँ एकदम नक्कली हो नि। दुईटी चाहिँ झगडा गर्छन् कि फेरि। जिद्दी नम्बर 1 जिद्दी नम्बर 2। स्वर्णद्वार पुण्य क्षेत्र पुगिसकेका छौँ। यो चाहिँ स्वर्णद्वारको गेट हो। ल हाम्रो साथीहरू चाहिँ हिँडेर अब भित्र जाँदै हुनुहुन्छ। अहिले पुण्य क्षेत्रको प्रवेशद्वारबाट भित्र छिरिसकेका छौँ गाइस। थापिराख्नु भएको छ। यस्तो तिर्खा लाग्यो। यो जरुवाको पानी जस्तो छ, चिसो छ। पानी पिएर अब चाहिँ तिर्खा मेटाउनु पर्यो जस्तो छ। ऊ हाम्रो हिरोइन
फाइनली हामी आफ्नो डेस्टिनी हाम्रो पुण्य क्षेत्रमा पुगिसकेका छौँ। तपाईँहरूले पनि यहाँ आएर चाहिँ भगवानको दर्शन गर्न सक्नुहुन्छ। स्पेसली चाहिँ यो मानव धर्म सेवा समितिले चाहिँ सञ्चालन गरेको ठाउँ हो। एकदमै राम्रो जङ्गलको बिचमा छ यो। यहाँ चाहिँ यसरी हामीले भगवानको दर्शन गऱ्यौँ। यो चाहिँ पुण्य क्षेत्र हो स्पेसली है। सबैजनाले हजुरहरूले आउन मन छ भने यहाँ दर्शन गर्न आउँदा हुन्छ। यो चाहिँ पछाडिपट्टि हो। अब चाहिँ हामी गुफा जाने बाटोमा चाहिँ गइराखेका छौँ अनि हामीले हजुरहरूलाई चाहिँ गुफा पनि देखाउनेछौँ ल। अब हामी गुफा जाने बाटोमा जाँदैछौँ। गुफा जाने बाटो गुफा जाने बाटो हो एकदम। यो चाहिँ गुफा जाने बाटो हो। यहाँ चाहिँ भगवान् हुनुहुन्छ। भगवानको दर्शन यसरी पुजारी ल बल्ल बल्ल ल यता बस भगवान्। यसरी चाहिँ हामी चाहिँ अब गुफामा बसेर चाहिँ भगवानको दर्शन गरिराखेका छौँ। ल ल ल अब चाहिँ हामी शहीद स्मारक प्रवेशद्वारबाट भित्र प्रवेश गर्दैछौँ। For the last time in the Hitoda, we are visiting साँचिलो रहेछ उमेर झोला भित्र साँची बनै फुल्यो तितेपाती केसै फुल्यो। सबैमा शहीदहरूको चाहिँ यहाँ मूर्ति बनाइएको छ, हेर्नु होला। अनि गाइज यो चाहिँ हामी अब तल तल जाँदैछौँ। हामी सबै यो शहीद स्मारक पार्क एकदम ठुलो एरिया पनि छ यता पार्कको। अनि हामी साथीहरू यताबाट गयौँ। यसमा पनि गोल्डेन धरहरा छ, मिनी धरहरा, लिन्साको लागि गोल्डेन धरहरा। यहाँबाट गयौँ। There is crocodile, guys. You can have a look here. So guys, here are the deer. कति धेरै डियरहरू हुन्। सो यहाँ चाहिँ पिकअप रहेको छ। कति क्युट क्युट पिकअप। यहाँ पिकअप छ गाइस, हेर्नु होला। Wow, so beautiful. अनि हामी चाहिँ अहिले स्मारकको अवलोकन गर्दा यहाँ हामी, यहाँ बटरफ्लाई। वाउ, व्हाट अ भ्यू। प्रवेश गरिरहेको छौँ। यहाँ चाहिँ एकदम राम्रो आउँछ गाइस। इभिनिङ टाइममा आउनुहोस् न। यहाँको भ्यू एकदम राम्रो छ। यता यति लाइट छ, राम्रो आउँदैन। साथीहरू बस्नु भएको छ। साथीहरू एकदम थकित अवस्थामा हुनुहुन्छ अहिले चाहिँ। रियल गाई त हेऱ्यौँ त, गोरु हेऱ्यौँ। अब गाई पनि हेर्नु अभी मजा आएगा ना भिडो। with white body something and white and modern pumpkin. एकदम रोमान्टिक सिन बुझ्दा चाहिँ अहिले क्यामेरा आएपछि चाहिँ लगाउँछिन्। नभए एकदम धेरै रोमान्टिक सिन गाइस। वाइटको कम्बिनेसन हेर्नुहोस्। उहाँ चाहिँ त्यो चाहिँ गौरी शङ्कर हिमाल हो गाइस। उता चाहिँ गौरी अनि यता चाहिँ शङ्कर। गौरी शङ्कर हिमाल गाइस। अच्छा, गौरी शङ्करको मिलन भयो अरे गाइस, हेर्नु होला। दिस इज नाइस भ्यू। काउ अनि बाछो, काउको बेबी कति राम्रो। सबजनाले काउ र काउको बेबीलाई चाहिँ खेलिरहनु भएको छ। दुईजना चाहिँ त्यही भएर बफाको दुध खाएछ त्यो आइछ। काउको दुध खानेहरू यत्र हुन्छन् गाइस, अनि बफाको दुध खानेहरू चाहिँ यत्र हुन्छ। अब चाहिँ हामी फर्काउने तस्करमा छौँ गाइस।
अब चाहिँ हाम्रो आजको डे आउट यतै समाप्त हुँदैछ। विभिन्न भगवान्को मूर्तिहरू देख्न सक्नुहुन्छ गाइस। अब हामी चाहिँ यहाँबाट अब हामी चाहिँ बाहिर निस्किनु पर्छ गाइस। यस्तो राम्रो राम्रो ठाउँ छ। चित्त शुद्ध होस् मेरो भोले बुद्ध घुमिसक्यौँ मेरो पैतालाले किरै नमरो। फोटो खिच्न मिल्छ? वा कति राम्रो रहेछ। रोजिना के मन पर्यो? कति राम्रो छ। यो चाहिँ स्मारकको चिलो हो। यहाँबाट लिएर जान सक्नुहुन्छ। स्पेसल भनेको ठेकी हो। मदानी ठेकी यहाँ ठेकी छ गाइस। खै ठेकी ठेकी पनि छ। हेटोडाको स्पेसल। हेटोडा इज फेमस फर ठेकी। बाई बाई। राम्रो छ। भैरव तपाईँहरू आफ्नो मान्छेको बर्थडे गिफ्ट दिन सक्नुहुन्छ। कति राम्रो छ। चारवटा कलर फेरिन्छ। चारवटा कलर दिनु त दाइ। चारवटा डिफ्रेन्ट कलर हुन्छ है। निसाले आज बुके बुके पार्टी छन् मैले फुल पाएको आज। किन्न राखेको फुल बोकेर बस्नु परेको पीडा। आजलाई यति नै गाइस। सी यू इन द नेक्स्ट ब्लग अफ RX लर्निङ अप। होप सबैले इन्जोय गर्नुभयो होला। यदि मन पर्यो भने लाइक, सेयर र कमेन्ट गर्न नभुल्नु होला। थ्याङ्क यू, बाई।